मर्निङ एभ्रिवान। म चाहिँ बिहान उठेँ अनि के मम्मीले भन्नुभयो खेतमा पानी सुकिरहेको छ, हामीले चाहिँ ब्याड राखेको छ भने त धानको बिउ, सो त्यसको लागि चाहिँ पानी चाहिन्छ। अनि म चाहिँ पानी नभएको कारणले अनि पानी बनाउन हिँड्न गइरहेको छु। यस्तो छ बाटो चाहिँ होइन। म चाहिँ पानी लिन हिँड्दैछु। खै अब कहिलेकाहीँ यहाँ नजिक पनि हुन्छ अनि त्यहाँ आएन भने चाहिँ अलिक टाढा जानुपर्छ। उकालो उकालो छ होइन। अहिले चाहिँ हिजो राति चाहिँ पानी परिरहेको थियो, फेरि परिरहेको थियो। अनि शीतल पनि छ अनि हल्का चिसो पनि छ क्या। अहिले उकालो चढ्दा चाहिँ अलिक गाह्रो नै हुन्छ। म जाँदैछु गाइस। पेस यही बाटो हो हाम्रो पानी आउने, त्यहाँ चाहिँ पानी आएको रहेछ। अब जानुपर्छ, अब माथि जानुपर्छ। र तपाईँले देख्न सक्नुहुन्छ आजको मौसम। हाम्रो भाषामा चाहिँ ढुँडिलाको भन्छौँ होइन, तपाईँको भाषामा चाहिँ तुसारो भन्छ होला। सो म चाहिँ जब जान्ने बुझ्ने भएँ होइन, तबदेखि चाहिँ म एकदमै प्रकृतिसँग रमाउने खालको मान्छे हो। एकदमै मनपर्छ प्रकृतिसँग घुलमिल हुन होइन। यो वातावरणसँग रमाउन निकै मजा आउँछ। सो आई होप तपाईँहरूलाई पनि रमाइलो लाग्छ होला होइन। सो यहाँ पानी आएको रहेछ अनि म चाहिँ अब जाँदैछु पारी। अब अलिक डेन्जर ठाउँ छ क्या, अलिकति भिड छ, त्यहाँ चाहिँ अलि ख्याल गरेर हिँड्नुपर्छ। सो ब्याडको लागि अब निकै दिनै पानी चाहिन्छ क्या। सो सानो भए पनि लगाउनुपर्छ। यहाँबाट मारेको रहेछ हल्का होइन। हामी कुले मैयाले चाहिँ यस्तो गरेर पानी लगाएको छौँ होइन। यो चाहिँ लास्टिक गाह्रो भइरहेको छ, धेरै वर्ष भइसक्यो। यहाँ कुलो थियो अनि कुलो भत्केर अनि हामीले चाहिँ पाइपद्वारा हामीले यसरी जोड पारेर लगाउँछौँ पानी। खै यो प्रब्लम पनि कहिले सल्भ हुन्छ थाहा छैन। जे होस् यस्तो गरेर लगाउँछौँ हामीले। अनि यो यहाँ चाहिँ यस्तो पहाड छ होइन, एकदमै जोखिम ठाउँ छ। यहाँ चाहिँ म अब बिस्तारै हिँड्नुपर्छ, नत्र भने लडिन्छ होइन। लास्टिक ओह्रालो छ, एकदम खुट्टा थमेर हिँड्नुपर्छ। सो गाह्रो छ गाउँघरको जीवन पनि। अनि एकदमै मजा पनि छ गाउँले जीवन होइन। उकालो ओह्रालो गर्नुपर्छ, घाँस दाउरा गर्नुपर्छ, एकदमै रमाइलो छ जे होस् होइन। तपाईँले देख्न सक्नुहुन्छ यो ठाउँमा निकै पहिरो गएको धेरै वर्ष पहिले। अनि यहाँबाट हामीले कुलो ल्याउन सकेको छैनौँ। खै थाहा छैन कहिले यो ठाउँमा कुलो बन्ने हो अनि हामीलाई कृषकहरूलाई चाहिँ एकदमै फाइदा हुने हो, थाहा छैन। मैले तपाईँहरूलाई यो पहिरो गएको ठाउँ पनि देखाउँछु, अलि पर छ। त्यो ठाउँमा चाहिँ अझै ठुलो पहिरो गएको छ, तपाईँले देख्न सक्नुहुन्छ। यस्तो छ मौसम चाहिँ आजको। गाउँघरमा जे होस् रमाइलो हुन्छ होइन। निश्चल वातावरणसँग रमाउन पाउँदाखेरि कसलाई रमाइलो लाग्दैन र। सो म चाहिँ आज एक्लै अब अङ्कललाई उठाएको मान्नु भएन अनि म आफै हिँडिरहेको छु। सो पानी त चाहियो खेतमा लगाउनु। सो तपाईँ हेर्दै गर्नु होला होइन। पहिरो गएको छ भन्थ्यो नि, त्यो ठाउँ यहाँ हो। यहाँ चाहिँ निकै ठुलो पहिरो गएको थियो, हेर्न सक्नुहुन्छ हामीलाई। माथिबाट पहिरो गएर तलसम्म पुगेर गएको थियो। हामीलाई चाहिँ अब कुलोको चाहिँ एकदमै निकै गाह्रो छ हामीलाई कुलो पानी ल्याउन होइन। सो अब त्यहाँबाट पानी मारेको रहेछ अनि म चाहिँ त्यो पानी लगाएर घर फर्किन्छु होइन। पानी त लगाउनु पऱ्यो होइन। सो गाह्रो छ यहाँ पानी गएको रहेछ। यस्तो ठुलो पहिरो गएको छ, सब पुगिरहेको छ होइन। कुरोको यसमा चाहिँ कुदाल लिएर आउनु पर्ने थियो।
अब मैले ब्रस गर्छु गाइस, भर्खर पानी लिएर आएको। अब चाहिँ मैले यो भाँडा माझ्नु पर्ने छ हैन। हिजो साँझ चाहिँ पानी आएको भएर भाँडा माझ्न पाइएन, अनि भाउजू पनि हुनुहुन्न थियो। मैले भाँडा पनि माझिसकेँ हेर्नु, अनि अब चाहिँ मैले नास्ता खान्छु थोरै। अनि हाम्रो गाउँ चाहिँ यस्तो छ। सो हाम्रो धानको ब्याड चाहिँ त्यो हो हैन। त्यसमा थोरै थोरै पानी त छ, तर अब बिउ राखिसकेपछि चाहिँ पानी खाली राख्नु हुँदैन खेतमा। यो चाहिँ हाम्रो ब्याड हो, यस्तो हुन्छ क्या। अहिले चाहिँ यति टुसाएको छ। अब चाहिँ मैले यो नास्ता खाँदैछु, मम्मीले बनाएको। म चाहिँ नास्ता खाँदैछु। गर्मीको मौसम छ, त्यही भएर पानी धेरै खानुपर्छ। यसरी नै आज मेरो दिनको सुरुवात भयो। आई होप सबैजनालाई मन पर्यो होला। अनि किप लभिङ, किप सपोर्टिङ, सबैजनाले माया गरिदिनु होला। अनि हाम्रो जीवनमा जस्तो सुकै दुःख र सुख आए तापनि हामीले जीवन चाहिँ हाँसेर रमाइलो गरेर बिताउनुपर्छ। दुःख र सुख भनेको जीवनको साथी भनेर अगाडि बढ्नुपर्छ। आई होप आर यु फाइन अल अफ यु। सबैजनालाई माया छ, यसरी नै सपोर्ट गरिदिनु होला। तपाईँको दिन शुभ रहोस्। लभ यु गाइस। आजको लागि भ्लग यति नै, फेरि भेट होला।